Everyone, welcome back to our YouTube channel. Long time पछि मैले न्यू ब्लग लिएर आइसकेको छु हैन. सो आजको नयाँ ब्लग चाहिँ छ तपाईहरुलाई म देखाउन गइरहेको छु. हामी चाहिँ ड्युबेरी फार्म जान आँटेको. त्यहाँ चाहिँ दामी फ्लावरहरु हुन्छ. सो म तपाईहरुलाई देखाउने नै छु त्यहाँ कस्तो कस्तो फ्लावरहरु हुन्छ, हामी के गर्छौं हैन. सो अहिले चाहिँ मैले मेकअप गरेर रेडी भइसकेको छु अनि यहाँ मेरो ड्रेस छ अनि अहिले मेरो हस्बन्ड आइसकेपछि हामी रेडी हुन्छौं अनि त्यसपछि घरबाट जान्छौं अनि म तपाईहरुलाई बाटो देखिनको लिएर सबै एभ्रीथिङ देखाइदिन्छु त्यो फार्म कस्तो छ भनेर. अनि सबैजनाले मेरो च्यानल सब्स्क्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला अनि माया गर्न नबिर्सिनु होला गाइस. म चाहिँ डेली भ्लग ल्याउनुलाई मलाई चाहिँ सारो अल्छी भएर हो ल्याउन सक्थे होला, तर अहिले चाहिँ आज चाहिँ धेरै पछि मैले लिएर आएको छु न्यू भ्लग. सबैजनाले एकपल्ट हेरेर लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला है त. फाइनली गाइस म चाहिँ रेडी भइसकेको छु. म चाहिँ मेरो बुढालाई हल्का टचअप गरिदिन्छु अनि त्यसपछि हामी जाने. हल्का फाउन्डेसन पनि लगाइदिन्छु. पर्फ्युमहरु लागि चाहिँ ताउनु यहाँ हुनुहुन्छ मेरो बुढा. उहाँले चाहिँ येल्लो ड्रेस लाउनु भएको छ. भयो. सो गाइज अहिले चाहिँ हामी हिँडिसकेको छौं घरबाट अनि मैले त्यो घरको अलिअलि क्लिप खिचे अनि त्यसपछि अहिले बाटोमा हिँडेको. यहाँ हुनुहुन्छ मेरो हस्बन्ड. Hi guys. At the stop sign, turn right onto Forest Grader Drive. Then take the first right. ड्युबेरी फार्म जाँदैछौँ आज चाहिँ हामी टुलिप हेर्नको लागि. फ्लावरहरु दामी हुन्छ नि त त्यहाँनेर चाहिँ. सो अब हेरौँ, मैले चाहिँ एक्सपेक्टेसन चाहिँ हाई राखेर हिँडेको छु. अब हेरौँ रियालिटीमा कस्तो छ अनि हामी के गर्छौँ तपाईहरुलाई देखाउने नै वाला छौँ हैन. सो कस्तो देख्यो छ कमेन्ट गर्नु होला यो आउटफिटमा. At the next stop. अहिले चाहिँ दिउँसो चाहिँ अलिक घाम रहेछ, गर्मी टाइपको. अब हामी पुग्दा त बेलुकै भइहाल्छ हैन. At the stop sign, turn right onto Trollite Church Road. राम्रो देखेको छ. Hello guys, यहाँ चाहिँ डाउनटाउन रहेछ. चाहिँ हाम्रोबाट 1 घण्टा. कहाँ रे? वेस्टर्न सेलेम भन्छ. Stay in the left 2 lanes. नर्थ क्यारोलिनाको एउटा सिटी. नर्थ क्यारोलिनाको एउटा सिटी अरे यो चाहिँ हैन. हेर्नु होला, म तपाईहरुलाई देखाइदिन्छु यहाँको भ्यूहरु. सो गाइस अब चाहिँ हामी पुग्नलाई कति मिनेट छ भने कति छ 19 मिनेट निसाना 19 मिनेट छ. मेरो एक्सपेक्टेसन हाई छ. हेरौँ कस्तो छ फ्लावर्स. ला के हो एक्जिट लिनु हो Which exit? के छैन. त्यही हुँदैन यहाँको यहीबाट यता ल्याउँदा यता चाहिँ बिसाउने ठाउँ हो हैन. अर्कै एक्जिट गयो. लगाइ झन्डै मेरो बुढाले अर्कै ठाउँ लग्यो मलाई. एक्जिट मिस. झन्डै चाहिँ है गाइस. 109 मा बाट चाहिँ जानुपर्ने. 8 बाट जानुभयो. अनि गाइस मलाई कस्तो देखेको छ कमेन्ट गर्नु होला. अनि मेरो चाहिँ फ्लावर चाहिँ मलाई चाहिँ धेरै मन पर्छ अनि म बुढालाई यहाँ आएदेखिको यहाँनिर कति राम्रो बाटोमा कति हुन्थ्यो कि पहिला. अब अलिक गर्मी महिनापछि हुन्छ नि साना बाटोमा कति फुल हुन्थ्यो क्या. अनि मलाई त्यही रोकिदिनु भन्थ्यो अनि यतातिर त जताभावी रोक्न मिल्दैन नि त. अनि नमिलेपछि अनि रोक्न मिल्दैन थियो अनि मैले खालि जहिले ढिप्पी गर्थेँ क्या यहीँ रोकिदिनु, मलाई फ्लावर हेर्ने, मलाई फ्लावर भएको ठाउँ जाने भन्थेँ. म खालि एडिट गर्थेँ अनि आज चाहिँ म फाइनली जाँदैछु. हेरौँ अब. सो म चाहिँ धेरै एक्साइटेड छु.
हत्तपत्ता होइन अब धेरै भनेको 11 मिनेटमा पुग्छु अनि म तपाईहरुलाई देखाउँछु कीप वाचिङ गाइज सो गाइज फुल चाहिँ सबै सकिसकेको रहेछ अलिअलि रहेछ त्यस्तै पनि फोटो खिच्नु पर्ने हो ठिकै छ हैन धन्न अलिअलि चाहिँ रहेछ मिट माई हस्बेन्ड हेलो हामी आइसकेको छौँ जान सो गाइस यहाँ रहेको छ फार्म अनि यहाँ रहेको छ पिङमा चाहिँ अहिले भर्खर पिङ पनि खेलेँ अनि राम्रो रहेछ तर आज चाहिँ लास्ट डे अरे अनि सकिन आँटेको अरे आज चाहिँ त्यही भएर आज भिड छ गाइस यस्तो रहेछ फार्म चाहिँ होइन बट मन पर्यो राम कता खिच्ने सो गाइस यहाँनिर चाहिँ चेरी ब्लसमको नि सबै रहेछ अनि हाम्रो चाहिँ भिडियो सुट गऱ्यौँ यहाँनिर सबै हुन सक्नुहुन्छ सबै यो फुल चाहिँ सकेछ तर राम्रो है हाम्रो फोटोहरू एकजनाले खिचिदिनु भयो कि हाम्रो फोटोहरू चाहिँ एकजनाले खिचिदिनु भयो हाम्रो कपल्स फोटो नि भयो भिडियो नि भयो होइन कस्तो मजा आयो अनि त्यही हो अरू यता पनि छ घुम्ने ठाउँ अब यता सबै एक फनको लगाम अनि टक्क मेरो पनि कुदेको भिडियोहरू हुन्छ नि यस्तो कुदेको टाइपको क्या सुइया कुद्छु कुदेको भिडियोहरू बनाइदियो मैले आज कति धेरै फोटो भिडियो खिचिसकेँ नि बुढा तर मेरो बुढाले मेरो ड्रिम कम्प्लिट यो घरतिर चाहिँ हेर्नु न कस्तो राम्रो घर क्या फुलै फुल ओइ गड हेर्नु न कति मजाले छारीमा फुल नि अनि राम्रो रहेछ गाइस होइन मलाई चाहिँ मन पर्यो यो चाहिँ अहिले चाहिँ आज चाहिँ लास्ट डे हो यहाँको सुरुमै आएको थियो झन् फुल कति दामी दामी हुने रहेछ नि सुरुमै आएको भए त अनि तिनवटा पिङ मैले यही खोजेको मैले गाइस हेर्नु न कस्तो दामी छ यार भ्यू यो नेपालमा पाउँथ्यो नि धुप्पी जस्तै नि हेर्नु न यो पिङ अनि अर्को त उयोवाला वाउ लु भनेको ठाउँमा चाहिँ यहाँ आइपुग्यो है गाइस झन्डै मिस भएको हो नि बुढा यहाँ चाहिँ यस्तो रहेछ गाइस होइन टक्क यता चाहिँ यता यस्तो पिन्छ ल गाइस यहाँनिर चाहिँ यस्तो छ ठाउँहरू अब चाहिँ हामीले सबै फोटो भिडियो सकिसक्यौँ आहा बुढा यहाँ मेरो एउटा मात्र यहाँ भिडियो बनाइदिनु न यो घर अब चाहिँ गाडी आइसक्यो अब चाहिँ म जान्छु गाइस होइन त्यही हो आजको फ्लावर ट्रिप चाहिँ मेरो एकदम दामी भएको छ गाइस फुलै एकछिन हिँडिसकेको छौँ अब यो फुललाई चाहिँ म घरमा लगेर राख्छु मिठो खाने अहिले चाहिँ हामी अब कहाँ जाने अरे बुढा हाई पोइन्ट भन्छ यहाँबाट 30 मिनट रहेछ हाई पोइन्ट अरे यहाँबाट 30 मिनट रहेछ त्यहाँनिर चाहिँ नेपाली मोमो चाउमिन अब के थुक्पाहरू पाउँदो रहेछ अनि आज चाहिँ हामी नयाँ कुराहरू ट्राई गरिदिउँ न त्यहाँ नेपाली भनिसकेपछि भनेर सो हामी ट्राई पनि गर्छौँ अनि तपाईँहरूलाई भन्छौँ कस्तो हुने रहेछ यहाँको मोमो होइन अनि त्यही हो खासै मिठो त हुँदैन अरू ठाउँ त अब यो ठाउँ कस्तो हुन्छ राम्रले भने अनुसारले चाहिँ मिठो हुन्छ भन्दै हुन्थ्यो सो ट्राई गरिदिउँ न त भनेर अनि मजा आयो गाइस कस्तो रमाइलो भयो फुलमा फोटो खिच्न पाएँ म त फुलैको संसारमा भएँ त्यही भएर आजको ब्लग चाहिँ यस्तो हुँदैछ यहाँनिर हुन्छ मेरो बुढा बोल्नु केही एकदम रमाइलो भयो अनि अरू केही भन्नु न मजा भयो है अनि अब जुनमा फेरि आउँछ हामी सनफ्लावर हुन्छ अरे अब जुनमा सनफ्लावर हुन्छ अरे तर यहाँनिर चाहिँ राम्रो रहेछ हौ यो फार्म चाहिँ अलिक अरू हेरिकन चाहिँ अलिक राम्रो क्या धेरै नै राम्रो धेरै नै ठुलो ठाउँ पनि अनि मैले धेरै भ्लग बनाइन त्यो किनकि म ठुलो ठाउँ त्यो सबै ठाउँ पुगिनँ नि त यतापट्टिको सायद पुगिनौँ हामी होइन र पनि के भन्छ एकदम राम्रो क्या ठाउँ दामी फोटो भिडियो खेल्नलाई कुनै पनि उयो नहुने क्या के भन्छ ठाउँ चाहिँ कस्तो खतरा टाइपको क्या अरू ठाउँ पनि अब फुलको मात्र होइन अरू पनि दामी क्या सो एकदम मन पर्यो वाउ गाइस हेर्नु न कस्तो दामी सिन मलाई चाहिँ यस्तो मजा भिडियो सुट गर्न दामी लाग्छ यार यसो टक्क बारेर यो हरियालीमा है दामी हुन्छ सो गाइस त्यही हो
भिडियो लास्टसम्म हेरेर माया गरिदिनु होला। अब चाहिँ हामी म चाहिँ पुगेर देखाउँछु एकैचोटि तपाईँ। यहाँ रहेछ नेपाली स्टोर। अब चाहिँ यहाँ रहेको छ मोमो, यहाँ रहेको छ चाउमिन। ओ माय गॉड, कस्तो रहेछ भन्दिनँ म त खाएको कम्ती सक्छु अर्को पनि किनिदिनु। कस्तो छ बेबी? ओ माय गॉड गाइस, यहाँको मोमो र चाउमिन ट्राई गर्नु त कसम तपाईहरु बौलाउनुहुन्छ। कसम यु लभ इट। कसम गाइस, बल्ल बल्ल नेपालमा खाए जस्तो भयो। नेपालमा खाए जस्तो भयो साँच्चै। अब हाम्रो थुक्पा चाहिँ ट्राई गरेको छैन बट कसम मोमो 10 आउट अफ 10। अमिलो हाल्लेकै छैन अझै। मोमो 10 आउट अफ 10। बेला बेला यहाँ लिएर आऊ ल। Oh my god, बुढा तिमीले एउटै पनि खानु पाएनौ त मोमो त। चाउमिन खाऊ, कस्तो मिठो मोमो छ देख्नु नि। मैले त्यसै त भन्दिनँ तिमीलाई। पानी यहाँ झरेछ ल। सो गाइस यहाँ रहेको छ बेस्ट। हाम्रो चाहिँ गाडीमै लिएर खाएको, उता बसेर खाएको भने हुने रहेछ। यस्तो सम्झिँदा त गाडीमै लिएर खाएको। सो यहाँ रहेको छ मेरो चाउमिन, सानो चाउमिन। मलाई दिएँ मैले 10 आउट अफ 10 मोमोलाई। मोमो त कस्तो अझै खान मन लाग्छ। मोमो 10, चाउमिन 10, थुक्पालाई 10। तिमी थुक्पालाई नि 10। कसम यहाँ फ्यामिली आएर खाएको चाहिँ एकदम साह्रै मिठो छ। हजुरहरूलाई रिग्रेट चाहिँ हुँदैन है राम? तर खाएकै हुन्छौँ, घरमा बनाएको मिठो हुन्छ तर त्यही टेस्ट हामीले बाहिर खोज्दाखेरि भेटिँदैन थियो क्या। सो अब मैले त्यही टेस्ट चाहिँ यहाँनिर पाएका। यस्तो मिठो यार मोमो, म त 100मा 100 दिन्छु होला क्या यो मोमोलाई। त्यस्तो मिठो क्या, घरकै जस्तो क्या म स्वाद। ओ माई गड, मैले यहाँनिर 3टा थुक ट्राई गरेँ, मोमो, थुक्पा, चाउमिन। र मलाई फर्स्ट अफ अल मन पऱ्यो भनेको एकदम धेरै मिठो भएको भनेको मोमो। मोमोलाई म 10मा 10 दिन्छु, चाउमिनलाई म 10मा 9 दिन्छु, थुक्पालाई म 10मा 9 दिन्छु होइन। सो एकदम धेरै मिठो होइन, यति धेरै मिठो लाग्यो है। मैले आत्तिम क्या हामीलाई बुढाबुढी नै नेपालको टेस्ट नखाएको धेरै भएको थियो नि त। सो नेपाली टेस्ट पाउँदाखेरि चाहिँ अनि यहाँ ल्याइदिइसक्नु भएको छ मेरो बुढाले फेरि बुढीलाई फेरि मोमो लगाइस। अब यहाँ मोमो पनि आयो होइन। मैले चाहिँ एउटाको चाहिँ बुढाले एउटा चाख्नु भयो अनि त्यसपछि सबै मैले नै खाएँ। अब यो पनि यता छु हौ म क्यामेरा अलिक तातो तातो है गाइज। साह्रै मिठो गाइज, साह्रै मिठो। तपाईँहरू
गाइस यहाँ छ मोमो यहाँ बुढाले नि खाइरहनु भएको छ मेरो बुढा त बच्चा हो गाइस चोदै खानुहुन्छ हैन उ त पछाडी गाडीमा छ यतापट्टिको सिटमा कता सो गाइस अब चाहिँ म यति खाइसक्छु अनि भरे भेट्छु ल तपाईहरुसँग किनकि स्टोर चाहिँ हाम्रो घरबाट ठ्याक्क 1 घण्टा 20 मिनेट लाग्छ है 1 घण्टा 20 मिनेट लाग्छ अनि अहिले चाहिँ हामी यहाँनेर के भन्छ फ्लावर त्यही फ्लावर हेर्न आउँदा यही मौका पारेर अनि त्यहाँबाट आधी घण्टा रहेछ अनि त्यही हेरेर आयौँ अनि खायौँ अस्ति नि बुढा फुटबल खेल्न आउँदाखेरि बुढाले ट्राई गर्नुभएको थियो सो जाउँ नजाउँ उसकै हो तपाईँले हो नि साह्रो गरेको मलाई अनि मलाई थाहा पनि थिएन उसरी जाउँ कि जाउँ भनेर भन्नुभयो अनि सो आयौँ पनि खायौँ पनि साह्रै मिठो पनि अब कहिलेकाहीँ चाहिँ आउनै पर्ने रहेछ यो ठाउँ चाहिँ होइन कहिले नभए नि महिनामा एकचोटि होइन हो त्यो 2 महिनामा एकचोटि त्यसो चाहिँ आउनै पर्ने रहेछ किनकि यो 1 घण्टाको बाटो आउनु त हामीलाई गाह्रै पर्छ कि त काहीँ केही प्लानै हुनुपर्छ होइन अनि त्यही भएर अनि मैले चाहिँ 2 प्लेट सकेँ 2 प्लेटमा बुढाले कतिवटा खानुभयो 2 प्लेटमा टोटल बुढाले 3टा खानुभयो होला 3टा खानुभयो अरू सबै मैले खाएँ बुढाले चाहिँ थुक्पा र चाउमिन खानुभयो तपाईँलाई थुक्पा र चाउमिनमा कुन बेस्ट लाग्यो दोडै साह्रो मिठो एन्ड थ्याङ्क यू सो मच फर वाचिङ एभ्री वान अब चाहिँ हामी घर जाँदैछौँ होइन अब चाहिँ म भ्लग गर्दिनँ यति नै हो आजको भ्लग यस्तै हो तपाईँहरूलाई कस्तो लाग्यो होला मन पराएर मन नपरे पनि मन पराएर लाइक कमेन्ट अनि सब्सक्राइब पनि गरिदिनु होला मेरो युट्युब च्यानल एन्ड थ्याङ्क यू सो मच फर वाचिङ एभ्री वान लट्स अफ लभ बाई बाई